ओ माई गड, कोरियामा अझै पनि यस्तो हिउँ पर्दैछ। सो हे गाइज, वेलकम ब्याक माई न्यू भिडियो। आज हिउँ परेर लास्टै चिसो भएको छ। जुत्ता लाएर काममा जान लागो म चाहिँ। बाहिर भने हिउँ परिरहेछ। फर्निचर कम्पनी हो नि त, त्यही भएर काठै काट्छ जताततै। दाई नेपालको गर्मी खाएर आउनु भएको, फेरि चिसो भयो यहाँ। अहिले चाहिँ हाम्रो कफी खाने टाइम हो के। यस्तै हो काम गर्ने ठाउँ त। अब तातो कफी खाएर फेरि काम गर्ने। हेर्नु त हिउँ कसरी परिरहेछ। अब त गर्मी सुरु भयो भनेको हेर्नु न, फेरि हिउँ परिरहेछ। एकैछिनमा कत्रो खात भइहाल्छ लगातार पर्यो भने त। ल दाइ, एकचोटि हिउँ खेलेर आउनु त जानु सकिँदैन कि, चिसो हुन्छ त। जति हेर्यो त्यति हेर्न मन लाग्छ। हिउँ त खत्रै परिरहेछ नि। यसरी हो नि त हिउँ खेल्ने, केही सिक्नु के अलिकति। उहाँ चाहिँ थाइल्यान्डको हुनुहुन्छ, मसँगै काम गर्ने। हिउँ त खत्रै पर्न आँट्यो त। फेरि टाइम भइसक्यो, अब फेरि काम गर्नुपर्छ गाइज। दाइ एकछिन बाहिर जानु भएको, कस्तो भएर आउनुभयो। पुरै सेतै हिउँले भरिनु भएको छ। ल हेर्नु, हाम्रो कम्पनीको मुडामा हिउँ। 4-5 घण्टा काम गरेर अनि खाना खाने हिँडेको अहिले बाटैभरि हिउँ भरिएको रहेछ। चिफ्लिएर लोटेपछि त सकिएको नि। फेरि हेर्नु न यो नजारा कस्तो राम्रो देखेको। खाना त त्यही हो गाइज, नेपाली पारामा खाइन्छ। फेरि खाना खाएर अब एकछिन रेस्ट गरेपछि फेरि काम गरिन्छ। ओके गाइज, बाई। एकैछिन भए पनि आराम गर्नु पर्यो।